पाँचथरको कुमायक गाउँपालिकाको केन्द्र यासोकमा सम्पन्न दोस्रो कुमायक कुसायक त्रिशाली आमन्त्रण गोल्ड कप 2083 को उपाधि तेह्रथुमको म्याङलुङ स्पोर्टिङ क्लबले जितेको छ। शुक्रबार यासोक स्थित पृथ्वी माविको खेल मैदानमा सम्पन्न फाइनल खेलमा रेड हर्स एफसी इलामलाई 2-1 गोल अन्तरले पराजित गर्दै म्याङलुङले उपाधि कब्जा गरेको हो। विजेता बनेको म्याङलुङ स्पोर्टिङ क्लब तेह्रथुमले उपाधिसँगै नगद 4,25,555 सहित ट्रफी हात पारेको छ भने उपविजेता रेड हर्स एफसी इलामले नगद 2,12,777 सहित ट्रफी, मेडल तथा प्रमाणपत्र हात पारेको छ। विजेता र उपविजेता टोलीलाई प्रमुख अतिथि पाँचथरका प्रतिनिधि सभा सदस्य नरेन्द्र कुमार केरूङ, कुमायक गाउँपालिकाका अध्यक्ष बमप्रसाद लावती र उपाध्यक्ष महेन्द्र बहादुर खड्काले पुरस्कार वितरण गर्नुभएको थियो। फाइनल खेलमा उत्कृष्ट खेल प्रदर्शन गरेका म्याङलुङका पूजन चौधरीले प्लेयर अफ द म्याच घोषित हुँदै 8,000 सहित ट्रफी, मेडल हात पार्नुभयो। त्यस्तै प्रतियोगिताको सर्वोत्कृष्ट खेलाड़ीको उपाधि म्याङलुङका सन्तोष लिम्बु सन्तु घोषित हुँदै 15,000 हात पार्नुभयो। इलामको तर्फबाट उत्कृष्ट डिफेन्डर सुगम खजुम र उत्कृष्ट मिडफिल्डर म्याग्नेट लिम्बु घोषित हुनुभयो भने म्याङलुङको तर्फबाट उत्कृष्ट फरवार्ड निश कुमार श्रेष्ठ र उत्कृष्ट गोलकिपर प्रेम लिम्बु घोषित हुँदै समान नगद 10,000 प्राप्त गर्नुभएको थियो। उत्कृष्ट प्रशिक्षक तेह्रथुमका प्रवीण मोते घोषित हुँदै नगद 7,000 रूपैयाँ प्राप्त गर्नुभयो। प्रतियोगिताको सर्वाधिक गोलकर्ता तेह्रथुमका सन्तोष लिम्बु र आयोजकका लोकेन्द्र थापा घोषित हुँदै नगद 12,000 रूपैयाँ हात पार्नुभयो। वैशाख 19 गतेदेखि सञ्चालन भएको प्रतियोगितामा 8 टिमको सहभागिता रहेको थियो। यलम्बर युवा संस्था यासोकले आयोजना गरेको प्रतियोगिताको मुख्य प्रबन्धक कुमायक गाउँपालिका रहेको थियो।